हेलो केटा वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो अन्तिम दिन। आज चाहिँ पोखरा फर्किने दिन 1 बजिसकेको छ। किनभने बिहानबाट बाइक बनाउने, बाइकको लागि सामान ओसार्ने, यता गर्ने उता गर्ने गर्दै बिजी भइयो होइन। केटाहरूको हालत चाहिँ यस्तो चाहिँ ल हेर्न सक्छौ मिमिकको हालत ल हेर त्यहाँ। ए बा यस्तो छ मिमिक मोटेको हालत। हो दाइ चाहिँ माथि के गर्दै हिँडेर आएछ बुढो फेरि। दाइ मरिन्न दाइ कहाँ। अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो। फर्स्ट ग्रुप चाहिँ गएर बेनीमा खाना खाने रे। सेकेन्ड ग्रुप बाइक बनाएर आउँदै गर्छ। ल पिस आउट केटा बाटोतिर भेटौँ ल। ल केटा हो मुक्तिनाथ दर्शन बाइकमा आयो भयो। केटाहरूलाई आज बाइक झिक्न नि ढिलो लाग्छ क्या हो। अनि आज पर जान्न यो तालले केटा हो। हामी चाहिँ आइयो। डेन्जर चिसो छ है दाइ। ए यो लाएर ल ओके ल बक्सरमा माला लाएर रे आज चाहिँ हान्दिनु पर्छ क्या दाइ। तिमी नै हान्ने हो ल केटा। हामी चाहिँ यो पछाडिको बाटो पनि राम्रो रहेछ। ए बुढो चाहिँ आज नहुने रे। पहिलोचोटि होला मैले बुढो यहाँ नुहाएको देखेको यार। 2 चोटि दौडियो ल। फोरी बुढोको नुहाई पनि हेर्न पाउने भयो केटा तिमीहरूले आज। उयो तर खाली छ त दाइ यार, हानिदिनु पर्छ क्या। चिसो त चिसो छ खाली। के को खाली हुने प्याकै रहेछ उहाँ डेन्जरै मान्छे छ। ल केटा अब अहिले बुढो नुहाएको देखाउँछु म तिमीहरूलाई। आज चाहिँ हाम्रो दाजु शिवजीको अवतारमा ल गए ढुक्क ढोगेर दाजु पहिला ढोगेर यहाँ ढोगेर ढोग्यो ल। ये बा बुढोको सास अड्केको आयो बुढो आयो। चोप्यो ओ मदाई पैसा झिक्नु पर्छ भनेर ज्ञान हाने थियो है। यहाँ छ यहाँ छ है ल। अर्को नि सासै रोकिसक्यो। लिने हो त लिएर आउने हो ल। हट कामी सक्यो। गयो गाडीमा गयो सिधै हिटर लाएर बसिदियो। जोस एकदम उस थियो मेरो चाहिँ। यहाँ अस्ति नगर भागल जस्तै थियो होइन, मनमा थियो है आउँछु नेक्स्ट टाइम आउँछु भन्दा जन्सनबाट चाहिँ हान्छु भनेरै आयो। यहाँ अलिकति चिसो भयो त हानियो होइन। त्यही हो केटाहरूले कोले हान्छ, आफ्नो मन मर्जी हो है, जस्तै छैन होइन। तर हान्दै बेरसम्म चाहिँ ठिकै छ है। यहाँनिर चाहिँ साइकल छ यार। भित्र छिर्दाखेरि त साइकल त्यहाँ त ठिकै भयो थिएन। यहाँ छिरेपछि त माउडा भइरह्यो। ल त्यही हो कुरा चाहिँ। ल त नि समातेर हान्छस् हान्दैन दाजु त राति हान्छ समातेर। ल केटा अब गर्दा हाम्रो क्याप्टेन पनि जोसिसकेका छन्। अब क्याप्टेनको धरी आउँछ। क्याप्टेन रेडी। एकदम उत्कृष्ट प्रदर्शन।
ओ माय गॉड वाई क्यों कैप्टन ये बा कैप्टन भागेगा ये बा पुराना सिक्का झिक्नुपर्छ सिक्का सिक्का त झिक्नै पर्ने हुन्छ दुईजना नाङ्गे भागेछ नि फेरि अस्तिको टाइपले हुन्न है दाजु आज त राम्रो चाहिन्छ ओइ भेटेन भेटेन क्याप्टेनलाई ओभरट्याक क्याप्टेनले हान्डेर निस्केपछि दुईजनाको फोटोसुट हुँदैछ त्यहाँ बुढीवाला फोटोसुट अब चाहिँ हामी झर्नुपर्ने हुन्छ यहाँ आज डेन्जर चिसो रहेछ यहाँ घामै नलाएर रहेछ यार मान्छे जाओस् भन्दैछ बुढोले गएनै भन्दैछ कुट्दैछ एङ्गलको लागि बुढोलाई मन्दिर चाहियो अरे पुरानो दाइ चाहिँ ऊ त्यहाँ काटिँदै हिँडिरहेको छ के हान्दै कहाँ गयो मोटे यी ग्याङहरू बल्ल आउँदैछन् यताबाट हिँडेर हामी चाहिँ पछाडिको बाटो आइयो ल अब चाहिँ केटा हामी चाहिँ निस्किनु पर्ने हुन्छ यार बसिँदैन आयो ल आयो 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 सुस्त सुस्त ए कहाँ दौडेको हिँड्नु पर्छ ल ल प्रस्तुति कडा हुँदैछ है ल आयो आयो डुब्की 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 छिटो कम फास्ट पानी सेलाउनु दिनु हुँदैन पवन भाइ भाइ जहाँ छिटो लुवा होल सबले हानिसक्यो यहाँ त माया झल्ली ओहो ल ल दियो 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 यस दियो ईश्वर दियो यस दियो दियो खास 3 चोटि हो के रे अझै एकचोटि यस 3 चोटि त हो है ईश्वर आयो भ्याइयो ल केटाहरूको नि सबको भ्याइयो हानेर कस्तो हुन्छ टाउकै दुख्छ है यहाँ माथिको ताल्नै राख्दैन होइन त्यहाँबाट हो पखाल्टी हुन्छ क्या यो फोहोर हुनुभन्दा त कस्तो भयो आवाज चाहिँ निस्के छैन ल केटा अहिले भेटौँ ल पिस्सा चप्पल लाएर नि मुक्तिनाथ आइयो होइन गाडीमा अब हामी चाहिँ निस्किनु लाग्यो यहीँ 4 बजिसक्यो केटा यार कतिखेर पुग्यो पोखरा भने अब चाहिँ रफ्तारकै नो ब्रेक न केही न के कुद्या कुदे जाने बुटसुट घ्यापघुप हाल्ने अनि हिँड्दिने हिँड्दै मामाकोमा चाहिँ हल्का केही खान्छु मलाई चाहिँ डेन्जर पेट बटारे बिहानबाट केही खाएको छैन अहिलेसम्म म बोकेछु अब चाहिँ मामाकोतिर अथवा गाडीमै केही रमाइलो भएछ भने भेटौँला केटा होला निस्केको म चाहिँ नआएन अब नेक्स्ट टाइम नआउँछु भगवान् योपालि चाहिँ म बाहिरबाट उइस मागेँ हिँडेँ सकिनँ सिधै किन धान्नु सकेन जाडो भयो होइन ढाँट्दैन अर्कोचोटि आउँदाखेरि चाहिँ नआउँछु ल ट्रकहरू यत्रो ट्रक आउँदो रहेछ यहाँ त ल म चाहिँ गाडीमा गएर बस्छु जाडो भयो कि केटा म गर्मी पनि सहन सक्दैन जाडो पनि सहन सक्दैन कस्तो शरीर हो यो भ्यान्छ
गर्मी भयो भने चिलाउँछ, जाडो भयो भने यस्तै भन्छ त। ल अहिले भेटौँ ल है निस्किन भाइ अब बाइक गरेर हालेर। पुरन दाई के हो भने तपाईँ? पुरन दाई खै तपाईँको बाइक? ल पुरन दाई चाहिँ हजुर केलाई कहाँ बाइकमा जाने तिमी? मोर लाउने मेरो बाइकमा त कसम भनेको साइको होला नि। होइन दाइ डबल लोड त कहाँ, डबल लोड त साइको भइन्छ। अनि मार्को पोलोमा विदाई कार्यक्रम। ओहो मामाद्वारा विदाई। प्यारी ये बा त्यो भाइको नामै प्यारी भयो यार। प्यारी 5 दिन हटाइस तिमीहरूले ल अब जा भनेर हो कि मामाले अब जा। धन्यवाद मामा। लगडा मामाको माया देऊ नि। नाइ दाइ म त पुस्ट खाँदैन। दुःख सुख होइन लिडरसिप गरेपछि अलिअलि दुःख पाइन्छ सुख पाइन्छ होइन खुसी पनि रित्तो हुन्छ नाम पनि पाइन्छ होइन अलिअलि दुःख पनि पाइन्छ होइन भन्छ ल है ल सक्यो होइन ल ल भन्छ ल भन्छ सफलताको शुभकामना। अब अझै पनि सफलता छ योभन्दा नि तल झर्ने गरेर अब फेरि एक दिन भोज खान सहित यो लाउन आउनु पाउँछ इन्डाइरेक्टली होइन सबै ठिक छ सबै कुरा जानेछौ सबै कुरा भोगेछौ सबै कुरा गरेछौ होइन सबै कुरा देखेछौ होइन सबै कुरा थाहा छ। अब लास्टमा अब पोखराको कुन पार्टी प्यालेसमा हो एउटा यसो भाङ्रा भिरेर यो लाउन आउनु पाउनु पाओ घुमाइ फिराइदिए मामाले। कोर्सी लाउनु पर्यो हामीले नि। मान्छेलाई देखेन साथीलाई ल केटा निस्किभएको छौँ हामीहरू चाहिँ। पेट्रोल सेट्रोल हालियो यहाँ सस्तोमा दिँदो रहेछ केटा 220 ऊ त्यो उकालो भन्दा यता माथिपट्टि। हामी चाहिँ यति ग्रुप चाहिँ अब अगाडि जाने। ल केटा यहाँ रेनकोट स्यानकोट नै किन्यो। पानी परिदिइरहेको यार फ्याट। अब चाहिँ तुफान कहीँ रोकिँदैन सिधै बेनीमा गएर कुर्छु। बेनीमा खान्छु म डेन्जर भोक लाग्छ। यहाँ स्नेकर खाने एउटा पेट्रोल चाहिँ वहीँ माथि फुल हालिरहेको थियो के अरे। पेट्रोल चुहिएको छैन है अहिले चाहिँ चुहिएको छैन। मोबिल त त्यस्तै छ यहाँ हेर्न सक्छौ। मोबिल त के भन्नु म भन्दिनँ उहीँ गएर बनाउँला अब चल्दैछ। यो चाहिँ यस्तरी पुस्नुपर्छ। यहाँ पनि त्यो वाइपर हुनुपर्ने नि केटा यस्तरी सुट 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 गर्ने भ्यान सुटलाई हेर त त्यहाँ फेरि टिकटकको लागि बिट्टी छ। ल अहिले भेटौँ ल पिसा ल केटा रुप्सी आइसक्यो। आमामा कत्रो ठुलो भएको यो त यार। पहिलोचोटि होला मैले यत्रो ठुलो देखेको। पहिलोचोटि हो क्या साथी मैले यत्रो ठुलो देखेको। यो कतिचोटि हो आएको। हामी 3 जना चाहिँ आइसक्यो। अब टक्क आज अब आधी घन्टामा त हामी बेनी पुगिन्छ। आधी घन्टामा बेनी त्यसपछि टक्क घर केटा आधी टोली हामी चाहिँ बेनी आयो। अस्ति खाना आएको टाइममा अब खाजा खानुपर्ने हुन्छ। मलाई त भोक लाग्छ के अरे। म पुरान दाइहरूलाई नि फोन आएको छैन कहाँ भनेर थाहा पनि छैन। यहीँ कुर्छौँ के अरे ठ्याक्क बाटोमै छ नि त देख्छ होला बुढोहरूले। त्यही नि फोन हान्छ एकचोटि के अरे साथी ओकेहरू कोहीसित पनि जान्छ साथी घर फर्किँदा नि के ओकीटोकी भनेर मैले त लिएन। ल केटा अहिले एकछिनमा भेटौँला खास खाएछु। अब बुढोहरूले त लास्ट ढिलो गरे यार साथी यार किन हो
डेन्जरै छ कोही अगाडि मालढुङ्गामा छ हो त नि डेन्जरै फक भयो केटाहरू बेनी आएको अहिले हो त 7:30 बजी बेनी आएको 11 बजिसक्यो दाइहरू कत्तो पत्तो छैन यार हामी फेरि कुर्यो दाइहरूलाई अब कुर्न त यत्रो कुरिसक्यो के जान्छ नि भनेर हो अब कुर्छौँ एकैछिन होइन अब दाइहरू कतिखेर आइपुग्छ अनि त्यसपछि यहाँबाट हिँड्नु पर्ला ढिलै हुने भयो ल साथी हो चार्जर ढिलै हुने भयो केटा यार छ्या कस्तो अब बिचरा दाइहरूलाई नि एक्लै के छोडेर जाने भनेर हो पुरन दाइ र म दाइ अनि अरूहरू त को छ खै केटाहरू होला साथीहरू थाहा भएन अरू चाहिँ मैले त्यस्तो राम्ररी चिन्दिनँ अरूहरू चाहिँ अगाडि भएको भाइहरू चाहिँ त्यहाँ मालढुङ्गामा खाँदै गर्छु भन्थ्यो कि तिनीहरू नि हिँड्छ होला ढिलो भइसक्यो यत्रो ढिलो भयो अहिले हो त गएको हिँडिसक्यो होला उस्तै भन्ने होइन अब के हुन्छ केटा अहिले भेटौँला दाइहरू आएपछि किन ढिलो भएको भन्ने कुरो अहिले हुन्छ ल केटा अब क्याप्टेनहरूको उपस्थिति भइसकेको छ किन हो दाइ ढिलो खास केटाहरू ड्रोन हराएको थियो नि त भाइ ड्रोन अब हुन्छ नि त होइन ड्रोन लिन गएको थिएँ पाइन्छ भनेर अनि पाइएन अनि हामी त 10 बजी त ठ्याक्कै 9:59 ठ्याक्कै थियो माथि पेट्रोल हालेर निस्केको रेकर्ड छ क्या अनि ठ्याक्कै कति भयो 26 मिनटमा म उसमा आइपुग्यो त्यो चेक पोस्टमा अनि यसरी नै राखेको थिएँ अफ गरेको थिएँ अनै नभइदिएको क्या अनि एक्लै धकल्दै बिच त्यो शरण भाइ छ अगाडि त्यो भाइ सट्टै कट्यो बिचमा म त अलिक भिड हेरेँ यस्तो अनि कस्तो एक्लै धकाल्दै आएको भन्छ डर लागेर भाइ होइन म जान्छु ढुक्क हेरै तिमीलाई देखाइदिन्छ है भाइ हेर्नु यहाँ अगाडि केही छैन झन्ड लाइटको पछाडि यहाँ यत्तिकै बसिदिइराखेको डर लागेर जङ्गलमा त डर लाग्छ कि दाइ बुढो फेरि के खाँदैछ आउनु आएको छैन दाइ रन्किम ल अब नबसौँ है बिचरा आमा कुर्दैछ यार अघि नैबाट ल केटा अब चाहिँ सबैजना आइसकेका छन् निस्किने अब त्यो क्याफेतिर गएर भेटौँ ल फेरि सुरुवात ल हामी चाहिँ आइसकेको छ बिहानबाट केटाहरू आउँदैछ पानी परेर दुःख पाइयो होइन म त भात हेर्न जान्छु भात हेर्न जान्छ आज केटाहरू त सब भ्युज परिसकेछ यहाँ ल केटा हाम्रो स्पेसल बफे सिस्टम भात दाल तरकारी मासु अब दादाले खान्छ यो पत्तुर भन्ने चोर चाहिँ यहाँ छ यो हेर्दा यो छोडेर आएको यो चोर्यो यो यहाँ मर्न नसक्यो गिद्ध हेर्दा यहाँ सुते आएर ए बा यसको जिन्दगी ए अर्को साथी के चाहिँ यार मेरो साथी यार तिमी आउँछौ भनेर आश मात्रै देखायो पत्तुरले यार यस्तो छ यसको जिन्दगी हो बेन्चुतको पाठा यसले कहाँ छोड्छ यसले पाएको चिज छोड्छ बुढी नै खान्छ लगेर आइयो पछि भेटौँ न लगेर राइड पनि सकियो फाइनल्ली बिहानको कति बज्यो उयो त्यहाँको घडी नै गायब भएछ यार बिहानको 4 बज्यो होइन भर्खरै घर आइपुग्यो अब चाहिँ गुड स्लिप भोलि चाहिँ त्यहाँ हाम्रो एउटा सानो प्रोग्राम छ क्याफेमा त्यो भिडियोहरू नै हाल्छु म हाल्न चाहिँ यही हो अपडेट त्यहाँ आइयो खानासाना खाइयो मस्त 2 थाल अब चाहिँ मस्त सुत्दिने केटा हो निन्द्रा लाग्छ पिस आउट केटा हो हामी चाहिँ जाँदैछौँ दर्शन गरौँ दर्शन हामी चाहिँ जाँदैछौँ टक्क दाजुभाइ आज चाहिँ त्यहाँ यसो टोकन अफ लभ दिनुभयो है दाजु राइडर्सहरूलाई केटा त्यही हो अहिले अब त्यहाँ के कस्तो हुन्छ माहौल देखाउने ट्रिपरलाई ल आइपुग्न लागिसक्यो अरे घुम्ती गटे स्टाइल छ अब केटा सम्मान प्रोग्राम सब राइडर्सहरूलाई प्यारी होला बुढो त्यहाँ बसी दिइरहेको छ डजी यस्तो माहौल छ यहाँ थ्याङ्क यू ब्रदर्स दाजुहरूले दिनुभएको माया
समय दिउँला भनेर हो। त्यो बाहेक पनि हामीसँग अरू छ जुन चाहिँ अलिकति सही हो। दामी 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 दामी। अनि हामी सबैजनाको भ्याक्सिन हाम्रो एकजना सिजन भाइले लगडा यार ड्रोन हराउने चला